ओम शान्ति। कहिलेकाहीँ लाग्छ कि मेरो संसारमा कोही छैन, सबले मलाई बिर्सिए, मेरो त कोही छैन, म एक्लै छु। मेरो मनको कुरा बिसाउने पनि कोही छैन, सबै भएर पनि एक्लो महसुस कता कता भइरहेको हुन्छ। त्यस्तो बेलामा यो संसारबाट वैराग्य भाव उत्पन्न भइरहेको हुन्छ। नचाहेर पनि अन्तिम श्वासले भन्ने गर्छ, अब लास्ट घडीमा हे ईश्वर, तिमी नै मेरो साथमा छौ। तब अन्तको समयमा जब ईश्वरलाई सम्झिन्छौँ, ईश्वरले पनि भन्नुहुन्छ, बच्चा म तिम्रो साथमा छु। त्यति बेला परमात्माले भन्नुहुन्छ, जब तिमी एक्लै थियौ, तिम्रो साथमा देहधारी कोही पनि थिएन, त्यति बेला म तिम्रो साथमा हुन्थे, तिम्रो हात पक्रेर हिँडिरहेको हुन्थे। जब तिमी रोइरहेका हुन्थ्यौ त म छेउमा बसेर तिमीलाई सकास दिइरहेको हुन्थे कि नरौ, जसको कोही छैन उसको म छु नि। भगवानले भन्नुहुन्छ, जसको सबै छन् उसको म छैन, जसको कोही छैन उसको म छु। कसैले पानी नसोधेर के भयो र, रोज म तिमीलाई ज्ञानको अमृत पिलाइरहेको हुन्छु। कसैले तिमीलाई स्थान नदिएर के भयो र, म तिमीलाई सदैव दिलको स्थानमा ठाउँ दिइरहेको हुन्छु। म तिमी बच्चाहरूको पिता हुँ र हामी बच्चाको अकेलापनलाई दूर गर्नुहुन्छ र न तिम्रो साथ हमेसा म निभाइरहेको हुन्छु। तिमीले बिर्से पनि मैले बिर्सेको हुन्न, तब त हामीले नचाहेर पनि मुखबाट अन्तमा भन्छौँ, हे प्रभु, अन्तमा हजुर नै मेरो साथमा हुनुहुन्छ। भले हामीले चिनेर भन्छौँ या नचिनेर भन्छौँ, तर पनि दिलबाट भन्छौँ। तब भगवानले पनि म तिम्रो साथ निभाइरहेको हुन्छु भन्नुहुन्छ। त्यसैले यस्तो पिता परमात्मासँग एकान्तमा, साथमा सबै परिवारजनको साथमा रहेर पनि मनदेखि एकको अन्तमा हराइरहने कर्म गरिरहेको छ, उस ईश्वरलाई मनले सम्झिन्छौँ भने ईश्वरले पनि हामीलाई सम्झिरहनु भएको हुन्छ। हिँडिरहेका छौँ, परमात्माको छत्र छायामा हिँडिरहेका हुन्छौँ भने परमात्माले पनि हाम्रो साथलाई छोड्नु हुँदैन। त्यसैले परमात्माको यो ज्ञान यस्तो ज्ञान हो जसले हामीलाई शस्त्रको काम गर्छ, सेफ्टीको काम गर्छ, अकेलापनलाई दूर गराउने काम गर्दछ, एक्लै भएको बेलामा साथ दिने काम गर्दछ, बल भर्ने काम गर्दछ। त्यसैले एकछिन शान्त हृदयले स्वयंले स्वयंलाई देखौँ र म यो संसारमा कसले पठाएर यो संसारमा आएको हुँ, के गर्नको लागि आएको हो, असलीमा मेरो कर्तव्य के हो, जसले मलाई इस धरतीमा पठायो, के उसले पठाए अनुसारको मेरो कर्म छ त? परमात्माले भन्नुहुन्छ, मैले तिमीलाई पठाएँ यो संसारको संस्कार, संस्कृति, सम्बन्ध हरेक चिजमा आउँदा आउँदै तिमीले मलाई बिर्स्यौ, आफ्नो स्वधर्मलाई बिर्स्यौ, आफ्नो जाने घरलाई बिर्स्यौ। अब याद गर, मलाई के लिएर जानु छ, कहाँ हो मेरो घर। प्यारो पिता परमात्मा यस धरामा आएर हामी बच्चाहरूलाई यो पवित्र ज्ञान दिइरहनु भएको छ कि बच्चा, अहिले ज्ञानको सार परमपिता परमात्माले जो दिइरहनु भएको छ त्यसलाई बुद्धिमा राख्नु छ। अब पहिला कसैको पनि ध्यान गर्दाखेरिमा चित्रको आवश्यकता हुन्थ्यो भने अब जब ज्ञानलाई सम्झिसक्यौँ, बुद्धि रूपी नेत्रले उस महाज्योति परमपिता परमात्मालाई देखिसक्यौँ भने स्थूल रूपमा पनि चित्रको आवश्यकता छैन। जहाँ जाउँ, हिँडौँ, डुलौँ, चलौँ, हर कर्म गरौँ, तर उस महाज्योति परमपिता परमात्मा शिव बाबालाई बुद्धिले याद गर्छौँ भने चित्र भए पनि ठिकै छ, नभए पनि ठिकै छ, यसको आवश्यकता छैन। त्यसैले बाबाले भन्नुभएको छ,
हर पल उस महाज्योति परमपिता परमात्मालाई याद गर। आफूले मात्र याद गर्ने होइन, अन्य आत्माहरूलाई पनि परमपिता परमात्माको याद दिलाऊ, ताकि उनी आत्माहरूको दुःख पीडा पनि परमात्माको यादबाट जित्नेको खुबी शक्ति प्राप्त हुन सकोस्। यसरी बच्चाहरूको बुद्धिलाई परीक्षण गर्नुहुन्छ बाबा कि अन्तिम समयमा तिमी बच्चाहरूको बुद्धिमा कुन ज्ञान रहनेछ भन्नुभयो। अन्तको समयमा तिमी बच्चाको बुद्धिमा कुन ज्ञान रहनेछ भनेर परमात्मा सोधिरहनु भएको छ। अरू कुन ज्ञान रहन्छ त भन्दा अन्तको समयमा अब घर जाने हो। विदेश गएको व्यक्तिलाई वापिस घर आउनेको धुन रहे जस्तै हामी पनि परमधाम स्वदेशबाट यो संसार रूपी विदेशमा बेहदको कमाई गर्न आएका हौँ। अब घर जानेको समय आएको छ र यस चक्रबाट अब हामी फेरि उस पार परमधाममा जानेछौँ र फेरि त्यहाँबाट यो चक्रमा फेरि आउनेछौँ। बस धुन लगाइराखौँ, अब घर जानु छ। र बिस्तारै बिस्तारै जब हामी सतयुगी दुनियाँमा हुन्छौँ, सिडी ओर्लदै आउँछौँ र फेरि परमात्मा आउनुहुन्छ र चढ्ती कलामा लिएर जानुहुन्छ। अहिले हामी बच्चाहरूलाई यो कुराको महसुस भएको छ, थाहा भएको छ। पहिला हामी सूर्यवंशी थियौँ, फेरि धीरे धीरे कला कम हुँदै गयो, चन्द्रवंशी बन्यो। यसमा कुनै चित्र आदिको आवश्यकता छैन, कुनै चित्रको जरुरत पनि परेन। बस दिलले उस महाज्योति परमात्मालाई याद गर्नु छ। कोही चित्र आवश्यक पनि पर्दैन। यहाँ हरेकको आफ्नो आफ्नो पाठ मिलेको छ। आफ्नो आफ्नो समयमा आफ्नो पाठ भूमिका खेलिरहेका हुन्छन्। त्यसैले अब मात्र यो शरीरबाट अलग एक दिव्य लाइट आत्मा स्मृति गर्दै उस महाज्योति परमात्मामा आफ्नो मन चित्त लगाउनु छ र वर्तमान समय अनमोल समय छ। यस समयलाई सफल गर्नु छ। अटेन्सन राख्नु छ, टेन्सन होइन, अटेन्सन राख्नु छ। मायाले मबाट भुल नगराओस्, यसको लागि महादानी बनेर धेरैलाई मार्ग बताउनु छ। मबाट कुनै भुल नहोस् र जति सक्यो म महादानी बनेर अरूलाई पनि बाटो बताउन सकूँ, व्यस्त रहूँ। यस कुरामा अटेन्सन दिएर अगाडि बढ्नु छ। त्यसै गरी परमपिता परमात्माले भन्नुभयो कि हामी हर कोही व्यक्तिले आफ्नो तकदीरलाई उच्च बनाउन चाहन्छौँ। कसको मन हुँदैन र तकदीरलाई उच्च बनाउने? हरेकको दिल हुन्छ, तर तकदीर उच्च उसको बन्छ जसले धनीको नाममा सब कुछ सफल गरेको हुन्छ। धनी यानी परमात्मा पिताको नाममा सब कुछ सफल गरेको हुन्छ। उसले श्वासलाई सफल गरेको हुन्छ। हर पल उस पिता परमात्माको नाम लिइरहेको हुन्छ, जसले हर सङ्कल्पलाई सफल गरेको हुन्छ। हरेक आत्माप्रति शुभभाव राखेको हुन्छ, जसको बाणी सफल भइरहेको हुन्छ, जो बाणीबाट अरूलाई उमङ्गित प्रेरित दिने बोल बोलिरहेको हुन्छ। हरेक आत्मामा आफ्नो कर्म, आफ्नो आचरणबाट अन्य आत्मालाई दान गरिरहेको हुन्छ, त्यो पनि सफल गरिरहेको हुन्छ। तन मन धन सब कुछ परमात्मा धनीको नाममा सफल गर्नु छ। र यो बाबाले भन्नुभयो कि रुहानी युनिभर्सिटी जहाँ तहीँ खोल्नु छ। आत्माहरूलाई दिनेको यो ज्ञान दिनेको स्थान, यो युनिभर्सिटी जहाँ तहीँ खोल्नु छ भन्नुभयो। र आज हामी सबै बच्चाहरूलाई आशीर्वाद दिनुभएको छ। सबैले सम्झिनुहोस्, मलाई परमात्माले आशीर्वाद दिइरहनु भएको छ र भन्नुहुन्छ उच्च भन्दा उच्च बाबालाई प्रत्यक्ष गर्ने शुभ र श्रेष्ठ कर्मधारी बन। उच्च भन्दा उच्च बाबालाई प्रत्यक्ष गर्ने शुभ र श्रेष्ठ कर्मधारी बन भनेर आज परमात्माले भन्नुहुन्छ। र यस प्रकारले आफ्नो खुसी रुहानियतको चेहराद्वारा बाबालाई प्रत्यक्ष गर, यसरी परमात्माले आज भनिरहनु भएको छ।
र आजको मधुर सुवाक्य रहेको छ, रुहानियतको अर्थ हो नयनमा पवित्रताको झलक र मुखमा पवित्रताको मुस्कान होस्। यो रुहानियत यानि आत्मीयताको अर्थ हुन्छ नयनमा पवित्रताको झलक और मुखमा पवित्रताको मुस्कान रहोस् भनेर आज परमात्माले भन्नुहुन्छ। ओम शान्ति।